नमस्कार सबैजनालाई। फेरि पनि मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। मेरो यो युट्युब च्यानल हेरेर सहयोग र साथ दिने सबैलाई हार्दिक नमन। नयाँ हुनुहुन्छ भने मेरो यो युट्युब च्यानल लाइक, कमेन्ट र सब्सक्राइब गर्न नभुल्नुहोला। आज म एउटा के विषयमा बोल्दैछु भने राज्य संयन्त्रले आर्थिक भार एकदमै बढी खेपिरहेको अवस्था छ। यो यसरी चाहिँ आर्थिक भारमा पर्नु मुख्य कारण नै राज्य सञ्चालन गर्ने राजनेताहरूको कारणले गर्दा हो। किनभने जति पनि हाम्रो नेपालमा कर्मचारीहरू छन् तिनीहरूलाई थोरै भए पनि सेवा सुविधा दिएर हैन तिनीहरूलाई चाहिँ छोटै समयमा चाहिँ राजीनामा जानबाट रोक लगाउन सक्ने हो भने आर्थिक भार एकदम कम गर्न सकिन्छ। जस्तो कि अब सेवा सुविधा छैन यहाँनिर, जागिर खान्छन् केही न धेरै छ यसमा चाहिँ जागिर खाइसकेपछि केही होला मेरो लाइफ चाहिँ चेन्ज होला भन्ने हिसाबले चाहिँ जागिर खाने गर्छन् र यहाँ भित्र आइसकेपछि त्यति चाहिँ चेन्ज हुन सक्दैन होइन। नैराश्यताले चाहिँ भरिएको हुन्छ है। अनि त्यस कारणले गर्दाखेरि जागिर खाइसकेका कर्मचारीहरूलाई थोरै भए पनि सेवा सुविधा दिएर यहाँ बस्ने वातावरण बनाइयो भने राजीनामा जानबाट कम हुन्छ र राजीनामा जाँदै गर्दाखेरि उनीहरूलाई चाहिँ दिने रकमहरू पनि अलिकति केही वञ्चित हुन्छ र त्यो खाली भइसक्यो। राजीनामा दिएर खाली भयो भने त फेरि अर्को भर्ना गर्ने हुन्छ। त्यो दोहोरो आर्थिक भार पर्ने चाहिँ जानेलाई पनि दिनुपर्छ, नयाँ पनि उत्पादन गर्नुपर्यो। त्योभन्दा केही लामो समयसम्म चाहिँ एउटै कर्मचारी लाई चाहिँ काम गराउन सकियो भने त आर्थिक भार धेरै त्यसरी नै कम हुन्छ नि त। यस विषयमा चाहिँ राज्यले छिटै सोचोस् होइन। यस विषयमा चाहिँ राज्यको चाहिँ ध्यान जाओस् भन्ने मेरो चाहना हो र सबैलाई मेरो दुई कुराहरू सुनिदिनु भयो धन्यवाद। यस्तै यस्तै कुराहरू लिएर म आइ नै रहन्छु सामाजिक सञ्जालमा, युट्युबमा। हजुरहरूले हेरिदिनु होला। हस् त, धन्यवाद।